हेलो एभ्रिवान गुड आफ्टरनुन। तपाईँहरू सबैजना सन्चै सुविस्तै हुनुहुन्छ होला। मैले चाहिँ युट्युबमा भिडियोहरू कोही कोही बेला हाल्दै बस्दै गर्थेँ नि त। तर आज चाहिँ मैले यो हामीले चटपटे पार्टी गरेको चाहिँ यो चाहिँ अगाडिको हो, तर मैले चाहिँ आज अपलोड गरेको धेरै अगाडिको हो। किनभने हामी साथीभाइ चाहिँ सबैजना भ्याकेसन मनाएर चाहिँ त्यहाँबाट सबैजना फेरि रिभेट हुँदा चाहिँ अन्त ठिक छ नि त 4 बजीतिर चाहिँ गेट टुगेदर गरौँ न भनेर चाहिँ अन्त हामीले चटपटे पार्टी कफी पार्टी गऱ्यौँ। अन्त यहाँ चाहिँ सबैजना मिलेर कटिङहरू गऱ्यो। अन्त मेरी बहिनीले चाहिँ अन्डा बोइल गरेर चाहिँ देखाउँदै थियो, यहाँ माया दिदीले चाहिँ भाँडा धुनुहुँदै थियो। मैले चाहिँ एग फ्राइड राइस नानीहरूको लागि बनाइदिएको थिएँ, किनभने हामी चाहिँ चटपटे खाएर ड्याम्मै हुन्छ। अन्त यहाँ मायालाई चाहिँ जिस्काइदिँदै थियो सबैजनाले हो। अन्त यहाँ चाहिँ निता भाउजू छ, अन्त म छु, म चाहिँ पकौडा कोट्टाउँदै थिएँ कस्तो चाहिँ रहेछ भनेर। अन्त यहाँ मेरी बहिनी चाहिँ अन्डा छिल्दैछ, यहाँ दिदीलाई चाहिँ अल्छी लागेर चाहिँ दिदी चाहिँ बसिरहनु भएको छ नि त। हाम्रो सबै ग्रुपको चाहिँ सबैभन्दा सिनियर सिटिजन हो दिदी चाहिँ। अन्त म चाहिँ पकौडा टेस्ट गरेर थिएँ, मलाई मेरो साथीले चाहिँ ग्यास हुन्छ है ग्यास हुन्छ भन्दै थियो। मैले इनो छ नि भनिदिएको थिएँ हो। अनि यहाँ चाहिँ मेरो साथी ऋतु छ। अन्त हामी सबैजना मिलेर चाहिँ आफ्नो आफ्नो उयस गऱ्यौँ। मेरी बहिनीले अन्डा छिलिरहनु भएको छ, निता भाउजू त्यहाँ भाँडा धोइरहनु भएको छ, सबैजनाले आफ्नो आफ्नो डिपार्ट गर्दै थियो। अनि चटपटे चाहिँ एकदमै दामी भएको थियो हो, एकदमै मिठो थियो। यस्तै थियो हाम्रो सानो पार्टी। थ्याङ्क यू सो मच। सी यू अन द नेक्स्ट भिडियो।